हेलो गाइस, इट्स मी मोनिका सापकोटा। आज चाहिँ हामीहरू भैरवकुण्ड आएको डे 2 हो। अनि हिजो चाहिँ मैले भिडियो बनाउन पाएको थिइनँ। अनि यो चाहिँ म बिहान जुरुक्क हुन साथको मेरो लुक्स हो कि गाइज। यस्तो नाइस देखेको छ, यस्तो नाइस देखेको छ है। यस्तो हुन्छ नि, पैसा भएको भयो होइन। अहिले नै म बिचतिर एउटा होटल किनेर के गर्छ थिएँ, एउटै हिल छ है, नाइस। अनि यो जुन जुन छेकिएको भाग छ नि, यहाँ चाहिँ पुरै हिमाल क्या। माथि हामीले कस्तो देख्छौँ थाहा भएन, 360 हिमाल देखेको थियो। अनि मेरो भाइ बहिनीहरू हिँड्न नसकेर मोनिका अघि नै जान सकिनँ। क्या करें हम, कर कुछ नहीं सकते, हमारे पास कुछ भी नहीं है करने के लिए। तो माथि गएर खिच्छु फोटो। ओके बनाइरह। लास्ट नाच देखा है यार बहन। मम्मा जय बजरंग बली। मम्मी यता हेर्न अब। ओइ म काटिसके कसरी हेर्न। अम्मा लड्दैन। बस क्या तिमीहरू सुतेरै बस घरमा। हेर हामी यहाँ कहाँ आयौँ। स्नेह हेर मोनिका कहाँ छ गाइस। हेर चारैतिर हिउँ, बिचमा मोनिका। हेर यहाँ मेरो बिहान कति राम्रो देखेको छिटो तिमी। टाउकोमा चाहिँ किन हान्ने। भयो चिसो चिसो मौसममा तिम्रो न्यानो अङ्गालो मायाको त्यो गलबन्दीले बाँधिराख है। सिरी सिरी हावामा मायालुको। हामीहरू एभरेस्ट होलिडेजबाट एभरेस्ट होलिडेज होइन, एभरेस्ट अन्नपूर्ण। एभरेस्ट होलिडेज होइन अरे, एभरेस्ट अन्नपूर्णबाट भैरवकुण्ड गएको थियौँ। अनि हामीहरू यति धेरैजना छौँ यहाँनिर। अनि हामीहरूको यो निलो लाउने चाहिँ हाम्रो गाइड दाइ हो। उहाँ चाहिँ एकदम धेरै हेल्पफुल हुनुहुँदो रहेछ। किन भन्दाखेरि हिजो हामीहरू रातिको 9 बजे यस्तो दुखे, यस्तो अलपत्र भयो अहिलेको पालिको ट्रिप होइन। तर उहाँहरू हाम्रो गाडी बिग्रेको थियो, अनि तल लिन गएर हाम्रो माथिसम्म ल्याइदिनु भयो। त्यही भन्न चाहन्छु। उनी चाहिँ सौरभ हुन् गाइज होइन। कृष्ण सरले चाहिँ बबल गाइड गर्नुभयो हामीलाई, एकदम हेल्प गर्नुभयो। उहाँ चाहिँ एकदम राम्रो हो है। ल तपाईँहरूलाई चाहिँ अन्नपूर्णबाट जानु छ भने चाहिँ उहाँलाई सम्झिनु होला। मेरो बहिनीको अनि एउटा केटाले गाइज होइन, बेनी तर मेरो बहिनीको होइन गाइज, एउटा केटाले राम्रो भिडियो बनाएर पुणे छटपटेर मन लाग्छ कि, किनभने उसलाई आजसम्म कुनै पनि केटाले मन पराएको थिएन। बिल्ला